हेलो नमस्ते चक्र सञ्जय रियल इस्टेट नेपालमा मैले आज चाहिँ ठुलो जग्गा लिएर आएको छु खेती गर्नको लागि। यो जग्गाको पुरा क्षेत्रफल रहेको छ 50 रोपनी। मूल्य चाहिँ रहेको छ रोपनीको चाहिँ 2,50,000 भन्नुभएको छ। त्यसमा पनि अब कसी कसाउ गरेर लिनै आउनुहुन्छ भने चाहिँ त्यसमा पनि थोरै हेरिदिउँला चाहिँ नि भन्नुभएको छ। यो जग्गा चाहिँ 50 रोपनी पुरै लिनुपर्छ भन्ने पनि छैन। यसमा चाहिँ 20 रोपनी पनि काटेर दिन मिल्ने छ। यो 50 रोपनी लिनुहुन्छ भने त यो सबै संरचनाहरू त्यहाँ बनेका घर टराहरू चाहिँ 5-6 छ, त्यो पनि सबै नै आउने भए होइन। 20 रोपनी मात्रै लिन्छु भन्नुहुन्छ भने पनि एउटा टहरोहरू चाहिँ आउँछ र यसको चाहिँ यो जग्गामा चाहिँ एकदमै सुविधा पनि छ। थोरै तलबाट चाहिँ यो जग्गाबाट चाहिँ काठमाडौँ आउने बसको रुटको बसमा पनि तपाईहरु आउन सक्नुहुन्छ आफ्नो सवारी साधन छैन भने र हेटौँडाबाट चाहिँ आउने बस पनि यही बाटो हुँदै आउने हो। हेटौँडा पनि यही बाटो जाने हो। सुविधाको हिसाबले एकदमै राम्रो छ। तपाईको काठमाडौँबाट पनि धेरै नै टाढा त होइन। काठमाडौँबाट लगभग 60-65 किलोमिटर, म्याक्सिमम भनेको 65 हो, नत्र भने 60 किलोमिटर जस्तो 2.5 घण्टामा चाहिँ यो जग्गामा काठमाडौँबाट पुग्न सकिन्छ। एकदमै रमणीय छ। माटोहरू चाहिँ एकदमै राम्रो छ। यहाँको माटोहरू चाहिँ एकदम उर्वरा शक्ति भएको चाहिँ माटो एकदमै राम्रो छ। यसमा चाहिँ जे लगाउँदा नि हुन्छ। अहिले चाहिँ यो मकैको सिजनको बेलामा चाहिँ मैले भिडियो गरेको त्यो देखिएको परतिर देखिएको टराहरू त्यो टरोभन्दा तलतिर भयो। दायाँ बायाँ सबैतिर गर्दा 50 रोपनीको चाहिँ नि जग्गा हो यो। अहिले त विशेष गरी यस्तै 50 रोपनी, 60 रोपनी, 100 रोपनीको प्लटमा चाहिँ अहिले विशेष गरी चाहिँ गाउँघरमा चाहिँ कफी खेती विशेष गरी एकदमै राम्रो हुने भनेको कफी खेती लगाउनुहुन्छ। अब यसमा यो जग्गामा चाहिँ कफी खेती, सुन्तला, कागती, एभोकाडो, केराहरू सबै प्रजातिका फलफुलहरू चाहिँ नि लगाउन मिल्छ। यसमा एकदमै राम्रो माटो भएकोले एकदमै छिटो उत्पादन दिन्छ। यहाँ चाहिँ मौसम पनि धेरै जाडो पनि होइन, धेरै गर्मी पनि होइन, एकदमै मिलेको मौसम हुन्छ। एकदमै बिहानै घाम लाग्छ, बिहानदेखि बेलुकासम्म नै घाम लाग्छ। यहाँ एकदमै राम्रो छ। पानीको पनि सुविधा राम्रो छ। मोटर बाटोको सुविधा पनि छ। जग्गाको चाहिँ नि माथिल्लो भागसम्म पनि जग्गाको चाहिँ नि मोटर बाटो गएको छ भने तल्लो भागबाट चाहिँ रुटको त बसै गुड्ने भयो। जग्गा चाहिँ अलि स्टेप छ, तर पहिरो जाने, बाढीले लाने, तलबाट तान्ने त्यस्तो केही पनि नै हुँदैन। एकदमै राम्रो छ। अब तपाईहरु इच्छुक हुनुहुन्छ भने तपाईहरुले खोजेको जस्तो जग्गा यदि यो हो भने तपाईहरुले चाहिँ आएर हेरेर कुरा गरेर चाहिँ लिन सक्नुहुनेछ। यति भन्दै यदि यो जग्गा मन परेको खण्डमा मैले चाहिँ यो स्क्रिनमा एउटा नम्बर राखिदिएको छु। यसमा व्हाट्सएप गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ, कल गर्न सक्नुहुन्छ। बुझेर सबै कुरा बुझेर यो जग्गा लिन चाहनुहुन्छ भने लिन सक्नुहुन्छ। फेरि पनि मैले भने व्हाट्सएपमा चाहिँ गर्नुभयो भने हुन्छ, भाइबरमा पनि गर्नुभयो भने हुन्छ, मेसेज पनि गर्न सक्नुहुन्छ, कल गरेर पनि यो जग्गाको बारेमा सम्पूर्ण बुझेर चाहिँ लिन सक्नुहुन्छ। यति भन्दै म बिदा हुन्छु। हस्त नमस्ते।